भिडियोमा चाहिँ हामी नेपाल टेलिकमको रोमिङ सर्भिसको बारेमा हेर्छौँ। रोमिङ सर्भिस कसरी एक्टिभेट गर्ने, डिएक्टिभेट गर्ने, पोस्टपेडको केसमा के हुन्छ, प्रिपेडको केसमा के हुन्छ, त्यसको बारेमा चाहिँ हामी हेर्छौँ। एक्टिभेट गर्न वा डिएक्टिभेट गर्न रोमिङ बोथ प्रिपेड र पोस्टपेडको केसमा चाहिँ हामीले *1415*7# गर्नुपर्छ। यदि हामीले यो डायल गऱ्यौँ भने एउटा मेनु आउँछ, त्यहाँ चाहिँ हामीले यो 1 2 3 मा हेर्न सक्छौँ। 2 नम्बर यदि हामीले थिच्यौँ भने हामी अर्को पेजमा जान्छौँ, एक्टिभेसन डिएक्टिभेसन क्वेरी। अब एक्टिभेट गर्नलाई 1 डायल गर्न पर्यो, डिएक्टिभेट गर्नलाई 2 डायल गरेर सेन्ड गर्न पर्यो। सो यो चाहिँ रोमिङ एक्टिभेट गर्ने र डिएक्टिभेट गर्ने केस हो। बोथ प्रिपेड र पोस्टपेडको केसमा चाहिँ सेम हुन्छ, तर केही स्पेशल केसहरू चाहिँ हुन्छ। जस्तो प्रिपेडको केसमा चाहिँ बाई डिफल्ट चाहिँ इन्डिया ब्याक सबै देशको लागि चाहिँ बाई डिफल्ट रोमिङ एक्टिभेट गरेको हुन्छ प्रिपेडको केसमा। अनि कुनैमा छैन भने चाहिँ त्यही पुरानो यो मेथड युज गरेर चाहिँ अप्लाई गर्न सकिन्छ। इन्डियाको केसमा पनि यही मेथडबाट चाहिँ त्यो रोमिङ एक्टिभेट गर्न सकिन्छ। त्यो एक्टिभेसन गरेपछि चाहिँ त्यो इन्डियाको लागि चाहिँ अप्सन आउँछ, इन्क्लुडिङ इन्डिया एक्सेप्ट इन्डिया भनेर। त्यो बेला चाहिँ हामीले इन्क्लुडिङ इन्डिया गर्न पर्यो। अनि प्रिपेडको केसमा चाहिँ मिनिमम ब्यालेन्स भन्ने हुँदैन, सिम चाहिँ एक्टिभेट भयो भने चाहिँ रोमिङ एक्टिभेट गर्न मिल्छ। पोस्टपेडमा चाहिँ स्पेशल केस हुन्छ। जस्तो पोस्टपेडमा चाहिँ फर्स्ट टाइम रोमिङ एक्टिभेट गर्नलाई चाहिँ मिनिमम 5000 ब्यालेन्स हुन पर्यो। त्यो *1415*7# गरेर हामीले एक्टिभेट गर्न खोज्यौँ भने त्यसले चाहिँ मिनिमम 5000 ब्यालेन्स छ कि छैन भनेर हेर्छ। यदि 5000 ब्यालेन्स छ भने एक्टिभेट गर्न दिन्छ, 5000 ब्यालेन्स छैन भने एक्टिभेट गर्न दिँदैन। अनि तर एकचोटि एक्टिभेट भइसक्यो भने त्यसपछि चाहिँ हामीले मिनिमम 3000 ब्यालेन्स चाहिँ मेन्टेन गर्नुपर्छ रोमिङ काम गर्नलाई। सपोज 5000 ब्यालेन्स थियो, हामीले एक्टिभेट गऱ्यौँ, त्यसपछि चाहिँ हामीले 2500 रुपियाँ चाहिँ कल गरेर सकायौँ। 2500 त सक्दैन, 2000 सक्ने बित्तिकै चाहिँ डिस्कनेक्ट हुन्छ। अनि त्यसपछि चाहिँ फेरि पैसा हाल्यौँ भने अटो फेरि चल्न थाल्छ। त्यो बेला चाहिँ हामीले फेरि गरिराख्न पर्दैन, *1415# गरिराख्न पर्दैन। 3000 भन्दा तल गयो भने चाहिँ आफै डिएक्टिभेट हुन्छ। अनि 3000 भन्दा बढी ब्यालेन्स मेन्टेन भयो भने त्यो फेरि काम गर्न थाल्छ। त्यही भएर चाहिँ पोस्टपेडको केसमा चाहिँ यो एउटा स्पेशल केस नै हुन्छ पोस्टपेड नम्बरहरूको लागि। अनि रोमिङ पनि कुन कन्ट्रीमा चाहिँ रोमिङ चल्ने, कुन कन्ट्रीमा चाहिँ रोमिङ नचल्ने भन्ने पनि केस हुन्छ। सो यसको लागि चाहिँ हामी नेपाल टेलिकमको वेबसाइटमा भिजिट गरेर चाहिँ रोमिङ चल्ने नचल्ने भनेर चाहिँ यो कुन कन्ट्रीमा, सबै कन्ट्रीको लागि अभाइलेबल हुँदैन। जस्तो प्रिपेडको लागि पनि कुनै केही कन्ट्री हुन्छ, पोस्टपेडको लागि केही कन्ट्री हुन्छ, केही कन्ट्री चाहिँ दुबईको लागि हुन्छ। त्यो केसमा चाहिँ यदि हामी नेपाल टेलिकमको वेबसाइटमा गयौँ भने यहाँ चाहिँ हामी रोमिङ भनेर सर्च गऱ्यौँ भने नेपाल टेलिकमको यो सर्च बक्समा चाहिँ हामीले चाहेको कुरा सर्च गर्दैमा मजाले डिस्प्ले हुन्छ। सो यो इफेक्टिभ नै छ। अनि यो बेला चाहिँ जस्तो हामी रोमिङ भनेर सर्च गऱ्यौँ भने इन्टरनेसनल रोमिङ ट्यारिफ जिएसएम प्रिपेड डिस्काउन्टेड ट्यारिफ पोस्टपेड रोमिङ भनेर यहाँ छ। स्ट्यान्डर्ड ट्यारिफ पोस्टपेड रोमिङ डिस्काउन्टेड छ, स्ट्यान्डर्ड छ। अनि यो चाहिँ हामी जस्तो प्रिपेडको लागि चाहिँ यो खोल्न सक्छौँ हामी। अनि यो प्रिपेडको लागि चाहिँ जस्तो अस्ट्रेलियामा अप्टस अस्ट्रेलिया, त्यस्तै बङ्गलादेशमा कुन कुन कन्ट्रीमा रोमिङ अभाइलेबल छ त्यो चाहिँ हामी यहाँबाट हेर्न सक्छौँ। अनि त्यो कन्ट्रीमा पनि जस्तो हामी यहाँ केही केस हेऱ्यौँ भने जस्तो इन्डियाको केसमा इन्डियामा यो कुन टेलिकम अपरेटरसँग चाहिँ
एग्रिमेन्ट भएको त्यो टेलिकम अपरेटरमा चाहिँ मात्र गएर हामीले यो रोमिङ सर्भिस युज गर्न सक्छौँ। त्यसको लागि के गर्न पर्यो भने चाहिँ यो इन्डिया गएको बेला चाहिँ भारती एयरटेल वा त भोडाफोनमा हामीले म्यानुअली ल्याच हुन पर्यो। अटोमेटेड मोस्ट अफ द टाइम भारती एयरटेलमा हुन्छ, तर भएन भने चाहिँ म्यानुअली चाहिँ यो दुईटा मध्ये कुनैमा ल्याच हुन पर्छ। जस्तो जियोसँग एग्रिमेन्ट छैन त्यो बेला त तपाईँको सिम यदि जियोमा कनेक्टेड जियोको नेटवर्कमा कनेक्टेड छ भने चाहिँ काम गर्दैन। त्यो बेला चाहिँ हामीले म्यानुअली सिमको मोबाइलको सेटिङभित्र गएर त्यहाँ नेटवर्क अपरेटर अटोमेटिक भनेर हुन्छ, त्यो टगल बटनलाई अफ गर्ने बित्तिकै चाहिँ त्यहाँ त्यो अराउन्डमा चाहिँ अराउन्डिङ त्यो कतिवटा टेलिकम अपरेटरहरू छन् उनीहरूको सबै लिस्ट आउँछ। त्यो बेला चाहिँ हामी म्यानुअली भारती एयरटेल वा भोडाफोन सिलेक्ट गर्नुपर्ने हुन्छ। दुवैमध्ये कुनैमा एउटा सिलेक्ट गऱ्यौँ भने चाहिँ त्यो काम गर्छ। यहाँ रेट पनि हेर्न सकिन्छ, जस्तो आउटगोइङ कलको कति रेट हो, नेपाल गर्दा चाहिँ कति हो, इन्डिया बसेर अर्को देशमा कल गर्दा वा अस्ट्रेलिया बसेर अर्को देशमा कल गर्दा कति हो, इन्कमिङ कल आयो भने कति चार्ज लाग्छ, आउटगोइङ मेसेज गयो भने कति चार्ज लाग्छ, डाटाको पर 100 KB चाहिँ कति चार्ज लाग्छ, योहरू चाहिँ हामी यहाँ ट्यारिफबाट हेर्न सक्छौँ। त्यस्तै पोस्टपेडको केसमा पनि हेऱ्यौँ भने यो डिस्काउन्टेड पोस्टपेड ट्यारिफ भन्ने छ अनि एउटा स्ट्यान्डर्ड भन्ने छ, तर हामी यो पोस्टपेड यो डिस्काउन्टेड नै हेर्छौँ। स्ट्यान्डर्ड पनि हेऱ्यौँ भने यस्तो छ, स्ट्यान्डर्डमा थोरै नै अपरेटरहरू छन् अनि त्यही भएर चाहिँ हामी डिस्काउन्टेड नै हेर्छौँ। डिस्काउन्टेडमा पनि अब जस्तो पोस्टपेडको लागि अस्ट्रेलियाको लागि एउटा एक्स्ट्रा, प्रिपेडको लागि जस्तो प्रिपेडमा चाहिँ अप्टस अस्ट्रेलिया मात्र थियो, तर पोस्टपेडमा चाहिँ टेल्स्ट्रा र अप्टस दुईटा छ। त्यही भएर पोस्टपेड र प्रिपेडको लागि चाहिँ अपरेटरहरू कन्ट्रीहरू डिफ्रेन्ट हुन सक्छन्। यहाँ चाहिँ 68वटा कन्ट्रीसँग छ, प्रिपेडको केसमा चाहिँ 58वटा कन्ट्रीसँग मात्र छ। सो यो चाहिँ हामी वेबसाइटमै गएर कति इन्कमिङ कल लाग्ने, आउटगोइङ लाग्ने, त्यो कन्ट्रीबाट अर्को कन्ट्रीमा गर्दा कति लाग्ने, डाटाको चार्ज कति लाग्ने, एसएमएसको कति लाग्ने, त्यो चाहिँ हामी टेलिकमको वेबसाइटमै गएर अपडेट लिन सक्छौँ। अनि यो रोमिङको एउटा अरू केस चाहिँ जस्तो यो डाटाहरूको केसमा चाहिँ हामी प्याकेजहरू पनि हेर्न सक्छौँ। प्रिपेड पोस्टपेड दुवैको लागि इन्टरनेसनल सर्भिसमा गएर जस्तो डाटा रोमिङ प्याक 500 MB ग्रुप सी डाटा रोमिङ प्याक, यसको चाहिँ 3 दिन भ्यालिडिटी हुन्छ, 1000 रुपियाँ प्राइस हो। रोमिङमा प्राइस हाई नै हुन्छ। अनि यो चाहिँ कुन कन्ट्रीको लागि भ्यालिड हो भनेर चाहिँ यो हेर्न सकिन्छ। जस्तो ग्रुप सी कन्ट्रीमा चाहिँ यिनीहरू हुन्, तपाईँ अस्ट्रेलिया कोरिया यिनीहरू कन्ट्री जानुभयो भने यो प्याकेज लिँदा हुन्छ। त्यस्तै ग्रुप डी को लागि कन्ट्री छुट्याइदिएछ, त्यो बेला चाहिँ यही प्याकेज लिन पर्ने हुन्छ। तपाईँ अस्ट्रेलिया जाँदै हुनुहुन्छ र ग्रुप डी प्याकेज लिनुभयो भने चाहिँ त्यो बेला चाहिँ काम गर्दैन त्यो प्याकेजले। त्यस्तै ग्रुप ए को लागि छुट्टै प्याकेज छ, ग्रुप बी को लागि कन्ट्री अनुसार चाहिँ डिभिजन भएको रहेछ, त्यो एग्रिमेन्टमा बेसिस हुन्छ कति प्राइस पर्ने भनेर। अनि त्यस्तै यो इन्डिया मन्थली रोमिङ प्याक, इन्डियाको लागि कति डेली 900 रुपियाँ 28 डेज भ्यालिडिटी 1 GB डाटा हुन्छ। त्यस्तै 1 दिन भ्यालिडिटीको लागि 100 MB, 7 दिन भ्यालिडिटीको लागि 500 MB। अनि भोइस कल पनि छ, नेपालबाट चाहिँ चाइना कल गर्दा, नेपालबाट इन्डिया कल गर्दा त्यो रोमिङ इन्टरनेसनल सर्भिसहरूको पनि प्याकेजहरू यहाँबाट हेर्न सकिन्छ। सो यो भिडियोमा चाहिँ हामी रोमिङमा विदेश गएको बेला चाहिँ त्यो देशको टेलिकम अपरेटरलाई कसरी सिलेक्ट गर्ने। जस्तो इन्डियामा चाहिँ नेपाल टेलिकमको प्रिपेड सिम हो भने भारती एयरटेल वा भोडाफोनसँग मात्र लिङ्क हुन्छ। त्यही भएर यदि हामी इन्डिया गएको बेला चाहिँ एयरटेल वा भोडाफोनमा म्यानुअली कसरी ल्याच गर्ने आफ्नो सिमलाई, त्यो चाहिँ हामी यहाँबाट हेर्छौँ। म्यानुअली ल्याच गर्ने भनेको नेटवर्कमा म्यानुअली ल्याच गर्ने भनेको के हो भन्दा, जस्तो हामी सेटिङमा गयो भने आफ्नो मोबाइलको यहाँ कनेक्सनभित्र गयौँ भने त्यहाँ चाहिँ एउटा मोबाइल नेटवर्क्स भन्ने हुन्छ। मोबाइल नेटवर्क्समा चाहिँ यो एन्ड्रोइडको केसमा होस् त्यो
आइफोनको केसमा नि त्यस्तै हुन्छ। नेटवर्क अपरेटर भन्ने हुन्छ। नेटवर्क अपरेटरमा जस्तो बाई डिफल्ट चाहिँ अटोमेटिक हुन्छ। नेपालमा भएको बेला यदि हामीले टेलिकमको सिम युज गरिरहेका छौँ भने बाई डिफल्ट नेपाल टेलिकमकै नेटवर्कमा ल्याच हुन्छ। तर यदि हामी बाहिर गयौँ जस्तो जियोमा ल्याच भएछ हाम्रो सिम अटोमेटिक इन्डियामा गएको बेला जस्तो हामीसँग नेपाल टेलिकमको टावर हुँदैन त्यो बेला चाहिँ जियोमा सपोज ल्याच भयो तर जियोसँग चाहिँ नेपाल टेलिकमको एग्रिमेन्ट छैन भने तपाईँले त्यहाँबाट चलाउन सक्नुहुन्न। त्यो बेला चाहिँ हामी के गर्न पर्यो भने नेटवर्क अपरेटरभित्र गएर हामीले यसलाई अफ गरिदिन पर्यो। ओके, अनि यहाँ चाहिँ अभाइलेबल नेटवर्क अहिले जस्तो म बसेको ठाउँमा चाहिँ अभाइलेबल नेटवर्क नेपाल टेलिकम एनसेल हो, त्यही भएर चाहिँ दुईवटा लिस्ट भयो। त्यस्तै इन्डियामा चाहिँ भारती एयरटेल जियो सबै लिस्ट हुन्छ नि, त्यो बेला चाहिँ हामीले भारती एयरटेल क्लिक गर्न पर्यो वा त भोडाफोन क्लिक गर्न पर्यो। अनि त्यो भनेको त्यसलाई चाहिँ म्यानुअली ल्याचिङ गर्न भन्छ। जस्तो अहिले मैले नेपाल टेलिकम गरेँ भने नेपाल टेलिकममा ल्याच भयो। यसलाई चाहिँ मैले फेरि यो अटोमेटिक नै गर्न सक्छु। नेपाल आएको बेला फेरि यसलाई अटोमेटिक गर्न नै मिल्छ। नेटवर्क अपरेटरमा हामी गयौँ भने अटोमेटिक भइसकेछ। सो यसरी चाहिँ हामी म्यानुअली सिम चाहिँ